आदरणीय जनसमुदायहरू, यो मौलाकोटको डाँडामा आएर चिसो हावा खाने कोकोला आफ्नो इच्छा माग्नु छ यसो मागे हुन्छ है यहाँ मैले त मागिसकेँ मनमा नै चाहिँ बबाल भ्यू चाहिँ म यो चाहिँ परेवा बस्ने ठाउँ यहाँ चाहिँ हेलो गाइस हामी चाहिँ बाह्रकुने तहमा यसो मन्दिर दर्शन गर्ने टाइम त होइन र हाम्रो काका ऊ चारो बोकेर आउँदैछन् चारो दिने उहाँको यस्तो खुब दयालु मन भएको हुनाले हाम्रो काकाले चारो दिनुहुन्छ चारो दिएपछि यस्तो हुन्छ तुरन्त आजको ठुलो उद्देश्य केही छैन यही माछा हेर्न आएको माछा हेरिराखिन्छ फेरि पनि हेर्नु पर्यो भनेर आएको अलि माथि भाइ उठ्छिन् रहेछ नि यो बनाइदिने कस्तो भगवान द काका भाग्दैन त दाना खुवाउन मजा आइरहेछ काका अघि त मतलब यो कुखुरा त अगाडि पछाडि मान्थे पारिबाट तर इक्वलमै रहेछ क्या यो चाहिँ परेवा बस्ने ठाउँ यहाँ चाहिँ कुखुरा साँडालाई के भन्छन् के गर्ने रे काट्ने ठाउँ ढुङ्गामा त अड्किन्छ यो घोराईको भ्यू घोराई कुन ठाउँ कहाँनिर भन्ने कुरो मेरो थाहा छैन यो चाहिँ द हो यतापट्टि चाहिँ आफै खोज्नुपर्छ हामी छौँ मौलाकोटमा यो मौलाकोटको मेन चौतारी यहाँनिर घुम्ती अब बाइक लिन सकेर अब तलै छ बाइक चेन ढिलो रहेछ बाइकको थाहा भएन तलतिर हिँडिरहेपछि त्यो थाहा पनि हुन्न कहाँनिर के छ भन्ने कुरा यहाँ आएपछि बाउलाई थाहा हुन्छ कि गाडीमा के कमी छ भन्ने कुरो त्यही भएर बाइक चाहिँ तल कुनामा राखेर आछौँ कोहीले केही नगरोस् भनेर होइन त्यहीँनिर छोडिदिएछौँ अब यहाँनिर चाहिँ सुनेको थिएँ मौलाकोट अनि त्यही भएर आइदिएको मौलाकोटतिर कस्तो छ भनेर
हाम्रो काकालाई पनि लिएर आइदिएको। उहाँ चाहिँ हाम्रो काका हुनुहुन्छ। मेरो प्रायः जसो भ्लगमा चाहिँ काका नै आउँछ नि प्रायः जसो। त्यही भएर चाहिँ यसो काका भविष्यको भ्लग चाहिँ हेरिदिनु। यो माथि चाहिँ त्यो चिल उडिरहेको छ। त्यो चिलले के खोज्या भन्ने कुरो थाहा भएन। चिललाई पनि हेर हो, चित्त बुझाओ। त्यो चिल भन्नाले गएको हो। तर मौलाकोट चाहिँ आइयो। मौलाकोट आउँदाखेरि चाहिँ के ख्याल गर्नुपर्ने भयो भने चाहिँ कार छ भने एकदम कन्डिसनमा भएको कार लिएर आउनु पर्यो। बाइक छ भनेपछि बाइकको चेन चेक गरेर ब्रेक सेरेक चेक गरेर लिएर आउनु पर्यो। नत्र हामी जस्तै यो हेलमेट हातमा बोकेर हिँड्नुपर्छ। बाटो भने यही हो, यो कालो कालो गइरहेछ। अनि त्यो अरू के भनेपछि सबै कुरा ध्यान गरेर आउनु पर्यो। त्यो तराईमा सुई हिँड्या जस्तो यो बाटो छैन। सबैको लागि सुझाव मेरो तर्फबाट। किनभने मैले बाइक तले राखेर आइसकेँ। त्यो बाइक थोत्रो पनि हुन्ला थियो। त्यो चेन फेरि लास्टै ढिलो रहेछ। बल्ल थाहा भयो बाइकमा के कमी रहेछ भन्ने कुरो। मौलाकोट भनेको यहाँबाट तल गयो भने सिधै सेतोकोट लगाइन्छ। फेरि यहाँबाट तलमा हेऱ्यो भयो यहाँबाट मोबाइल खस्यो नि ऊ तल देखिन्छ। त्यहीँ हो जाने खोज्न। यहाँबाट मान्छे खस्यो भने पनि भेटिनेवाला छैन। यो त घरदौरा भन्दा पनि डेन्जर रहेछ ठाउँ। अच्छा घोराइको पुरै भ्यू यहाँ। यो चाहिँ बबाल भ्यू। यो चाहिँ म ढक्क लाएर यो भ्यू चाहिँ मौलाकोटको मन्दिर। कोकोलाई आफ्नो आफ्नो इच्छा माग्नु छ। यसो मागे हुन्छ है यहाँ। मैले त मागिसकेँ मनमा नै। यो जङ्गलको बाटो भएर माथितिर निस्किने हो। हावा चाहिँ बब्बाल चलेको छ यहाँ। मान्छे चाहिँ नउडाओस्। मौलाकोटको डाँडा जस गाउँ यहाँ देखो। त्यहाँनिर पानीको ट्याङ्की। हामी चाहिँ अब यो पहाड उक्लिँदैछौँ। पहाड त होइन, हाम्रो गाउँमा योभन्दा डेन्जर पहाड छ। तर क्या हार्नु, यो घराइ बस्ती सिटीको नजिक परेको हुनाले चाहिँ अलिकति उज्यालो छ। नत्र निभन्दा खतरनाक हाम्रो गाउँमा छ नि। भाग्यले कसलाई कुन गाउँमा पारिदिने थाहा छैन। हावा चाहिँ बब्बाल लाग्दो रहेछ। हाम्रो काकालाई पनि चाहिँ चढ्नु भवा जस्तो छ। यहाँ चाहिँ पानी चाहिँ टन्नै रहेछ भन्ने कुरा बुझ्यो। पानी चाहिँ रहेछ। मौलाकोट डाँडा आयौँ हामी। यो डाँडादेखि माथि चाहिँ के छ भन्ने कुरो चाहिँ थाहा भएन। श्याम टु श्याम हाम्रो गाउँ जस्तै छ। पार त होलिरी ऊ पारि देखिने लास्ट ऊ चाहिँ होलिरी हो। लगभग हामी होलिरीको उचाइको बराबर आइसकेका छौँ। तर त्यो उचाइको कामै छैन। हामी नजिकै भनेर आएको तर टाढा रहेछ। या टुङडुङ डिस घोराइ। यो भित्र के छ भनेपछि पानीको ट्याङ्की हो यो होइन। टक्क लाएर पानीको टङ्की
अनि यहाँ चाहिँ तल बिहारको बोतल यो पारिदेखि नै होल्डेरी। आदरणीय जनसमुदायहरू, यो हो मौलाकोटको डाँडा। मौलाकोटको डाँडामा आएर चिसो हावा खाने, टक्क अनि घराइको भ्यू हेर्ने, हेर्न मन लाग्ने त्यतातिर हेर्ने, अनि त्यसपछि यो गाउँमा पनि बस्न मन लाग्ने बस्ने। अरू त केही होइन, यहाँ यसो होइन आराम चाहिँ यसो उत्सुक लाग्छ। तर बाइक अलि मेरो जस्तै पर भने चाहिँ तल छोडेर आनुपर्छ। केही छैन, त्यो पनि छोडेर आए पनि यहाँसम्म चाहिँ आइन्छ। अब माथि गाडो जान अझै बाँकी छ, के छ हेरौँला। तर त्योभन्दा पहिला चाहिँ डर पनि लाग्छ फेरि तलतिर हेऱ्यो भने। यहाँदेखि चिप्ल्यो भने मान्छे एकदमै चिप्ल्यो सक्को। आज कोही पनि भेटिएनन् किनभने शुक्रबार सबै बिजी। भोलि शनिबारको दिन चाहिँ सबै यहाँ हुन्छन् होला बिदामा, सो घुमघाम गर्न आउँछन् होला डाँडामा। तर आज चाहिँ कोही छैनन्। तर पिकनिक गर्ने डाँडा चाहिँ सही रहेछ होइन, टक्कै यहाँ आगो बाला छन्। तर मलाई के लाग्छ भने सहरको मान्छेलाई गाउँ मनपर्ने, गाउँको मान्छेलाई सहर मनपर्ने। त्यही भएर सबलाई आफूसँग भएको चिजसँग कहिले खुसी भइन्न भन्ने कुरो थाहा चलो, मलाई पनि चलो। अनि के छ भने चाहिँ यहाँ यो चाहिँ गड्डा हो। यो गड्डामा चाहिँ फोहोर फाल्ने भनेर त लेखाएको छैनन्, तर पनि फालेका छन्, केही छैन। अब योदेखि पाटी डाँडा भए के जानु। अब यसो बाइक साइक नल्याए त त्यही डाँडादेखि फुत्लुको तल निस्किँदा हुन्थ्यो। तर के गर्ने अब। योदेखि उता छेउतिर चाहिँ नजाम होला, किनभने यहीँदेखि हो देखाउनु पर्ने। सबै जे देखिन्छ टक्क लाएर यो चाहिँ मेन डाँडा चाहिँ यो रहेछ। मन नै हिप गर्छ बड्डा यहाँ त। के तल भने पुरै डर लाग्दछ। यहाँदेखि जान्न नगए बिको, तर मान्छे यहाँसम्म जाँदो रहेछन्। तर म चाहिँ जान्न होला, म यति डर छोडेर छु कि त्यहाँ जानै जान्न। यति टाढा आएपछि यता झम्टातिर सुनको कोहीले केही फालेछ कि हेरौँ न काका। कोहीले सुनको सिग्री फालिदिएर गएको छ कि। हामी चाहिँ टाढा छौँ, केही भेटिएन। तलतिर हेर्नुहोस् त। यो सबभन्दा उचाइमा हामी सहर माथा चढे जस्तो फिल आइरहेछ। तर के गर्ने, हिउँ नभएर मात्रै हो। चढ्न त हामी चढेकै हो भनेर भन्न मिलेन, फेरि बिल्ला हान्नन्। तर घराइको सबभन्दा ठुलो डाँडा के भन्छन् यसलाई, मौलाकोट घराइ 13 नम्बर वडामा रहेको स्वाट टुलाएर यो माथिले यहाँ फेरि टिकटककै एक अर्काको भन्ने छ। गाह्रो छ जिन्दगी। पसल यो चाहिँ त्यही हो अघिकै ठाउँमा हामी चाहिँ झर्दै गर्दाखेरि यसो लिएको तस्बिर धन भिडियो हो। अब ठाउँ चाहिँ बबाल भन्न लाग्छ। यहाँ चाहिँ पछि घर चाहिँ टुरिस्ट एरिया बन्ला जस्तो छ मौलाकोट। अनि टक्क लगाएर यहाँ चाहिँ बस्नुलाई चाहिँ आनन्द छ। माथि डाँडामा गएर चाहिँ यहाँ चाहिँ आएर बस्नु मन लाग्छ मान्छेलाई। डाँडामा यस्तो सातो जान्छ। अनि यहाँ बाइकमा कन्डिसनमा यसो टक्क चेन्जर हेरेर त्यसपछि
सबै हेरेर लिनुपर्छ नत्र भने यहाँ बाटोमा यस्तो छ गाह्रो हुन्छ कुकुर पनि हामीलाई देखेर खुसी भएको छ कुकुरले के दिनु के छ नमस्कार कर ढोक दे हो हातले पंजाले हेलो यो के यो हो ल पंजा दे ल पंजा दे न हो पंजा दे हेलो एम्बेसीमा पहिले आने एक दिन